यो चाहिँ गरिबीको चेन हो। अनि आज म तपाईँलाई बताउन चाहन्छु गरिबीको चेन चाहिँ तपाईँले नै तोड्नुपर्छ। सुन्नुहोस्, तपाईँ त्यो पहिलो व्यक्ति हुनुहोस् जसले तपाईँको घरको गरिबीलाई सधैँको लागि तोड्दिनु। तोडिदिनुहोस्। मान्छेले भन्छ धन चाहिँ ब्याङ्कको एकाउन्टमा हुन्छ भन्छ, तर होइन रहेछ। धन चाहिँ वास्तवमा तपाईँको माइन्डमा हुन्छ। अमेरिकामा एकजना स्ट्रिटमा बस्ने मान्छेलाई एउटा धनी मान्छेले 1 करोड पैसा दियो अरे। यो रियली भएको घटना हो। सडकमा बस्ने मान्छेलाई दया लाग्यो, माया लाग्यो, 1 करोड पैसा दियो अरे। अनि 3 वर्षको बादमा भेट्नु जाँदाखेरि नि त्यो भिखारी मान्छे फेरि भिख माग्दै थियो अरे। थाहा छ किन? पैसाले धनी हुने होइन क्या मान्छे। पैसालाई कसरी युज गर्छौ, कसरी खर्च गर्छौ, कसरी बचाउँछौ, कसलाई दिन्छौ, कहाँ सेभिङ गर्छौ, कसरी उपभोग गर्छौ, यो कुराले चाहिँ वास्तवमा मान्छेलाई धनी र गरिबको लागि चाहिँ इन्स्पायर गरिरहेको हुन्छ।